डिफाइन गर्ने एउटा मिठो इक्जाम्पल दिइदिने सक्यो ल अब प्रोग्राममा चाहिँ यहाँ स्ट्रक्चरको प्राय आइरहेको छ आउटै क्वेसन छ एउटा हैन जस्तै 10 जना स्टुडेन्टको डिटेल आइडी नेमहरु इन्टर गर्नुस् त्यसलाई प्रिन्ट गरेर देखाइदिनुस् त्यसलाई सर्टिङ गरेर देखाइदिनुस् हैन ठुलो कुनो त्यो देखाइदिनुस् यस्तै खालको क्वेसनहरु यहाँ आउँछ यहाँ हेर्नुस् प्रिन्ट दे भनेको छ त्यसपछि 20 जना इम्प्लोइको नाम पोजिसन स्यालेरी इन्पुट गर्नुस् त्यसलाई चाहिँ प्रिन्ट गरेर देखाइदिनुस् है टिचरको चाहिँ नाम एड्रेस इन्पुट गर्नुस् त्यसलाई प्रिन्ट गरेर देखाइदिनुस् हैन टोटल गरेर देखाइदिनुस् यस्तै खालको क्वेसनहरु आउँछ युनियन वाला क्वेसन चाहिँ प्राय आउँदैन स्ट्रक्चर वाला नै आउँछ है स्ट्रक्चर वाला नै आउँछ ल बाहिर चाहिँ